बानी बस्दैन भनेर थाक्नु भएको छ? समाधान एकदमै सजिलो छ। जतिसुकै ठुलो बानी किन नहोस्, सुरु चाहिँ एकदमै सजिलो कुराबाट गर्नुपर्छ। तपाईँ लेखक बन्न चाहनुहुन्छ? दिनको 2 मिनेट मात्रै लेख्नुहोस्। तपाईँ रनिङ सुरु गर्न चाहनुहुन्छ? जुत्ता लगाएर ढोका बाहिर निस्कनुहोस्। बस त्यति। अब तपाईँ सोध्नुहुन्छ 2 मिनेटले के नै हुन्छ र? हुन्छ, किनकि सुरु गर्नु नै सबैभन्दा गाह्रो काम हो। जब तपाईँ हरेक दिन त्यो सानो काम नछुटाइ गर्नुहुन्छ, एक दिन तपाईँ आफै भन्ठान्नुहुन्छ, अरे हरेक दिन मैले 2 मिनेट लेख्न थालेको नि 1 हप्ता बितेछ। अब चाहिँ बिस्तारै समय बढाउँदै जानु पर्ला। यतिकै बेला इनर्सिया लाग्छ र त्यसपछि तपाईँलाई रोकेर कोही सक्दैन। सुरुवात सानो बनाउनुहोस् तर नियमित बनाउनुहोस्। बानी बसेपछि जीवन आफै बदलिन्छ।